अरूका बुढीसँग लुकी डेटिङ बस्दा अथवा अरूका स्वास्नीसँग लुकी डेटिङ बस्दाखेरि यस्ता गल्तीहरू कहिले पनि नगर्नुस्। फेरि यस्ता गल्तीहरू गर्नुभयो भने सधैँको लागि अरूका बुढीहरू अथवा बुढी स्याहार्न पर्ला। आज हामी यसै विषयमा रहेर कुराकानी गर्नेछौँ। अरूका बुढीसँग डेटिङ बस्दा कस्ता कस्ता गल्तीहरू नगर्ने, कस्ता कस्ता कामहरू नगर्ने। डेटिङ त बस्यो, कति आफ्नै बुढीको मात्रै खाइरहनु, कहिले कसो अरूको बुढीको पनि खाउँ भन्ने मनसाय छ भने उनीहरूसँग डेटिङ बस्दा अथवा भेटघाट गर्दाखेरि कस्ता कस्ता गल्तीहरू नगर्ने त। आज हामी यसै विषयमा रहेर कुराकानी गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। नमस्ते। जिएनपी युट्युब च्यानल हेरेर बस्नुहुने सम्पूर्ण मेरा भगवान रूपी दर्शकहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। आदरणीय दर्शकवृन्दहरू, हजुरहरू के कस्तो अवस्थामा हुनुहुन्छ? जे जस्तो अवस्थामा भए तापनि स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् अनि व्यस्त रहनुहोस् भन्दै ढिलो नगरिकन लागौँ आजको विषयवस्तुतर्फ। आजको विषयवस्तु रहेको छ अरूको बुढीसँग अथवा अरूको स्वास्नीसँग डेटिङ बस्दा कस्ता खालको गल्तीहरू नगर्ने। सबैभन्दा पहिलो छ अरूको बुढीसँग डेटिङ बस्दाखेरि कहिले पनि आफू र त्यो उसँग सँगै भएको फोटा अथवा फोटाहरू कहिले पनि नखेच्नुहोस्। डेटिङ बस्नुहोस्, रमाइलो गर्नुहोस्, तर फोटाहरू खिचेर मोबाइलमा राख्ने काम कहिले पनि नगर्नुहोस्। यस्तो गर्नुभयो भने कहिले कसो फेरि उसको बुढाले मोबाइल चेक गर्दाखेरि तपाईँको फोटो त्यहाँ देख्यो भने तपाईँको ढाड मस्काइदिन सक्छ। त्यसैले कहिले पनि डेटिङ बस्दा अरूका बुढीसँग डेटिङ बस्दा फोटा नखिच्ने। त्यसै अर्को नम्बरमा छ कहिले पनि च्याटिङमा कुरा नगर्नुहोस्। अरूको बुढीसँग डेटिङ अथवा अरूको स्वास्नीसँग डेटिङ बस्नुभएको छ भने अथवा माया प्रेम गाँच्नु भएको छ भने भेटघाट हुनुहोस्, केही छैन, तर एसएमएसमा कुरा गर्ने, हाई हेलो के छ कसो छ यस्तो कहिले पनि नगर्नुहोस्। यस्तो गर्नुभयो भने फेरि अरूको बुढीलाई स्याहार्नु पर्ला। त्यस्तै अर्को छ अरूको बुढीसँग डेटिङ बस्दा गर्न नहुने गल्ती कहिले पनि फोन नगर्नुहोस्। यदि फोन गरिहाल्नुभयो भने पहिला उताबाट बोल्न दिनुहोस्। यताबाट तपाईँले फोन लगाइहाल्नुभयो भने पहिला उताको आवाज सुन्नुहोस्। उताबाट उनले के छ कसो छ भनेर बोलिन् भने ठिक छ, यताबाट तपाईँले जवाफ दिनुहोस्, फर्काउनुहोस्। यदि होइन भने तपाईँ यताबाट बोल्दै नबोल्नुहोस्। किनभने कहिले कसो मोबाइल घरमै हुनसक्छ अथवा उसको बुढाले अथवा उसको छोराछोरीले अथवा कुनै उसको रिलेटिभ मान्छेले उठाउन सक्दछ। त्यस्तो भयो भने थाहा हुन सक्दछ। थाहा भयो भने फेरि गाह्रो हुनु पुग्छ। त्यसैले अरूको बुढीसँग डेटिङ बस्दा भेटघाट गर्दाखेरि यो गल्ती पनि नगर्नुहोस्, फोन नगर्नुहोस्। र अर्को छ अरूको बुढीसँग डेटिङ बस्दा सधैँ एउटै ठाउँमा भेटघाट हुने कार्यक्रम नराख्नुहोस्। हरेक दिन हरेक ठाउँ बदल्नुहोस्। एउटै ठाउँमा भेटघाट गर्दाखेरि कुनै न कुनैले एक दिन देख्न सक्नेछ। त्यसैले एउटै ठाउँमा सधैँ भेटघाट गर्ने कार्यक्रम नराख्नुहोस् अथवा नभेट्नुहोस्। एउटै ठाउँमा हरेक दिन हरेक ठाउँहरू चेन्ज गर्नुहोस्। कहिले कता भेट्नुहोस्, कहिले कता भेट्नुहोस्, कहिले जङ्गलतिर भेट्नुहोस्, कहिले बारीतिर, कहिले होटलतिर, कहिले कोठातिर। यस्तो किसिमको हरेक दिन हरेक ठाउँहरू चेन्ज गरेर भेटघाट कार्यक्रम गर्नुहोस्, रमाइलो गर्नुहोस्। त्यस्तै अर्को रहेको छ अरूको बुढीसँग डेटिङ बस्दाखेरि गर्न नहुने गल्ती उसको घरमा पनि कहिले नजानुहोस्। तपाईँले जोसँग डेटिङ बसिराख्नु भएको छ अथवा भेटघाट कार्यक्रम गरिराख्नु भएको छ उसको घरको वरिपरि अथवा उसको घरमा कहिले पनि नजानुहोस्। यदि तपाईँ उसको घरमा गइराख्नु भयो भने त्यहाँ शङ्का हुन सक्दछ, यो मान्छे किन यहाँ आइरहेछ, किन हाम्रो घरमा आइरहेको छ भन्ने कुराकानी उनीहरूको घर परिवारलाई थाहा हुन सक्दछ, छरछिमेकलाई थाहा हुन सक्दछ। त्यसैले कहिले पनि उनको घरको वरिपरि अथवा उनको घरतिर जाँदै नजानुहोस्। त्यस्तै अर्को रहेको छ डेटिङ बस्दा गर्न नहुने गल्ती, अरूको बुढीसँग डेटिङ बस्दा गर्न नहुने गल्ती कहिले पनि उनलाई आफ्नो आत्माभित्रको कुरा अथवा आफ्नो मनभित्रको कुराहरू कहिले पनि खोलेर उनलाई नभन्नुहोस्। के थाहा भोलि बिहान छुट्न पनि सक्छ, थाहा हुन सक्छ, छुट्न सक्छ, थाहा पाएपछि कुट्न सक्छ। त्यसैले
आफ्नो मनमा भएको कुराहरू कहिले पनि खुलेर उनलाई नभन्ने गर्नुहोस्। डेटिङ बस्नुहोस्, मजा लिनुहोस्, दिनुहोस्, केही छैन। तर आफ्नो मनमा लागेको कुराहरू यहाँ हुँ इधर उधर यस्ता कहिले पनि सेयर नगर्नुहोस्, कहिले पनि नभन्नुहोस्। के थाहा माया सक्सेस नहुन पनि सक्छ। पछि थाहा पाइसकेपछि फेरि आफ्नै घरमा ल्याउन पनि पर्ने हुन्छ। थाहा पाएन भने यत्तिकै टाइम पास गरेर छोड्न पर्ने पनि हुन्छ। त्यसैले आफ्नो मनभित्र रहेका अथवा आफ्नो मनमा रहेका कुराहरू, आन्तरिक कुराहरू कहिले पनि नखोल्नुहोस्, नभन्नुहोस्। त्यस्तै अर्को रहेको छ, आफ्नो बारेमा कहिले पनि नभन्नुहोस्। म यस्तो छु, यहाँ छु, यस्तो इधर उधर यस्ता कुराहरू कहिले पनि नगर्नुहोस्। जानुहोस्, भेटघाट गर्नुहोस्, रमाइलो गर्नुहोस्, डेटिङ बस्नुहोस्, चापचुप उठ्नुहोस्, हिँड्नुहोस्। त्यति लामो समयसम्म पनि नबस्नुहोस्, छोटो मिठो बस्नुहोस्, रमाइलो गर्नुहोस्, आउनुहोस्। तर आफ्नो बारेमा कुनै पनि कुराहरू खुलेर नभन्नुहोस्। त्यसैले अर्काको श्रीमती अथवा अर्काको बुढीसँग डेटिङ बस्दा यस्ता खालका कुराहरूमा विशेष ध्यान दिनुहोला अथवा यस्ता गल्तीहरू नगर्नुहोला। सधैँ छोटो मिठो, च्याप्प चुप्प छोटो मिठो गर्ने, छोटो मिठो भेटघाट कार्यक्रम गर्ने र रमाइलो गर्ने, आउने, यस्तो गर्नुहोला। र यी माथिका कुराहरूलाई एकदम विशेष ध्यान दिनुहोला। कहिले पनि यी कुराहरूभन्दा बाहिर जानुभयो भने पछि तपाईँलाई गाह्रो हुन सक्दछ। त्यसैले डेटिङ बस्दाखेरि अथवा अरूको श्रीमतीसँग मोज मस्ती गर्दाखेरि यी कुराहरूलाई ध्यानमा राख्दै आफ्नो कार्यक्रम अगाडि बढाउनु होला। त्योभन्दा विशेष त म के भन्छु भने अब अरूको श्रीमतीसँग अथवा अरूको बुढीसँग किन डेटिङ बस्नु पर्यो, अरूको घरबार किन बिगारिदिनु पर्यो, हैन? सबभन्दा राम्रो उपाय भनेको त अरूसित लाग्दै नलाग्नुहोस्, अरूको श्रीमतीको पछाडि पर्दै नपर्नुहोस्। आफ्नै घरमा जे छ त्यहीमा रमाउनुहोस्, आफ्नै घरमा जे पाकेको छ त्यही खानुहोस्। आफ्नै घरमा भएको चिज, आफ्नै घरमा पाकेको चिज, आफ्नै घरमा भएको कुरा राम्रोसँग मिठो मुखले, मिठो मनले खानुहोस्, त्यही राम्रो हुन्छ। त्यसैले सबैभन्दा पहिला त म के भन्छु भने अरूको पछाडि अथवा अरूको बुढीको पछाडि लाग्दै नलाग्नुहोस्। यदि लागिहाल्नु भयो भने पनि मनले मागेन, कहिले कसो बाहिरको फल पनि चाहौँ अथवा नयाँ फल चाहौँ, नयाँ टेस्ट ल्याउँ भन्ने चाहनुहुन्छ भने यी कुराहरूलाई ध्यानमा राखेर मात्रै आफ्नो कार्यक्रम अगाडि बढाउनु होला भन्दै मानवीय जीवनसँग सम्बन्धित जानकारीमूलक भिडियोहरू बनाउने गर्दछु। यदि तपाईँलाई मेरा यस्ता खालका भिडियोहरू मनपर्छ भने मेरो यस च्यानल अर्थात् JNJNP युट्युब च्यानललाई सब्सक्राइब गरेर जोडिन सक्नुहुनेछ। र मेरा यस्ता खालका भिडियोहरू मनपर्छ भने भिडियोलाई पनि यसो लाइक गरेर सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दै आगामी दिनहरूमा यस्तै जानकारीमूलक भिडियोहरू लिएर म फेरि उपस्थित हुनेछु भन्दै अहिलेलाई म यस भिडियोबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला। बाई बाई।